रेस्टुरेन्ट लाइनमा काम गरिसकेपछि क्लोजिङ टाइममा मान्छेहरू आइदियो भने चाहिँ कस्तो रिस उठ्ने है। मलाई मात्र हो कि तपाईँहरूलाई पनि। हेलो नमस्कार, गुड मर्निङ, गुड आफ्टरनुन सबैजनालाई। आई होप सबैजना सन्चै हुनुहुन्छ होला र म पनि एकदम सन्चै छु। तपाईँहरू सोच्नु हुँदै होला किन छ्याछ्या र फ्याफे गर्दै आउँछ यो महा अल्छी सुँगुर भएपछि यस्तै हो गाइस। बजेको अलार्म मारेर सुत्दा यस्तै हुन्छ। अलार्म चाहिँ मैले 4:30 को राखेको थिएँ, तर एकछिन सुत्छु भनेर अलार्म अफ गरेर सुतेको। यतिकैमा उठेको लेट भइहालेछु अनि हतार पतार नुहाएर चाहिँ आफ्नो बसन्तीको साथमा निस्केँ। म चाहिँ स्पिड अब कतिको स्पिडमा थिएँ तपाईँहरू आफै विचार गर्नु होला। म चाहिँ रेस्टुरेन्ट आएर अनि हल्का फुल्का काम भयो अनि त्यसपछि चाहिँ बहिनीले भन्न थाली दाइ अहिले खासै मान्छे छैन, खाना खान जानु भन्न थाली र म चाहिँ खाना खाना गएँ किचन। अब के गर्नु गाइज, हेर्नुहोस् न, काम चाहिँ जस्तो भए पनि खाना त फेरि कडक छ नि। फेरि मेरो आज चाहिँ रहेको थियो मेरो इभिनिङको खानामा यही हो, आलु पराठा अनि त्यसपछि भेजिटेबल यानि कि चनाको सब्जी थियो है। भोक पनि एकदम बेसरी लागिरहेको थियो अनि त्यही माथि यस्तो मिठो खानेकुरा रहेछ, त्यही भएर मैले चाहिँ खाना थालेँ। चट्टा खाइसकेपछि चाहिँ बाहिर निस्केको बहिनीहरू खाना खाने अरे अनि त्यसपछि अलिअलि कफीको अर्डर आयो, त्यही भएर म चाहिँ बनाउनु थालेँ। त्यो ग्रुपहरूले पनि चट्टसँगले खाइसकेपछि चाहिँ गए आफ्नो आफ्नो बाटो। त्यसपछि चाहिँ कम्पनी एकदम खाली थियो, त्यही भएर म चाहिँ बस्नु पर्यो भनेर बसेँ। म चाहिँ क्यामेरासँग लुकेर बस्न त बस्यो, तर के गर्नु गाइस, पापी मन मान्दैन। यसो हेरेको धुलो न धुलो रहेछ, त्यही भएर क्लिन गर्नु पर्यो भनेर म चाहिँ लागि क्लिन गर्नतर्फ। सधैँ अरूले देखाएर भनेपछि मात्रै गर्नुपर्छ भन्ने छैन नि त गाइस। यसो आफैले पनि हेरेर बुझेर गर्न सकिन्छ नि त। हेर्नुहोस् न कति सफा देखियो। अब यति भएपछि त कस्टमरले हेर्दाखेरि पनि वाउ भन्छन् र आफूलाई पनि खुसी लाग्छ। तर एउटा कुरा चाहिँ मलाई अचम्म लाग्छ है गाइज, म बस्नु पर्यो भने र मैले के काम गर्न थालेँ भने कस्टमरहरू चाहिँ कति छिटो आइदिन्छ। ठ्याक्कै आज त्यस्तो भयो। हेर्नुहोस् न, मैले ठ्याक्क सरसफाइ पनि गर्न थालेको, त्यसपछि कस्टमरहरूको पनि भुइँचो लाग्यो। त्यसपछि चाहिँ हामी सबैजना पुरा बिजी भयौँ है त आज। तपाईँहरूलाई पनि कतिलाई लाग्दै होला, म चाहिँ बनाइसकेपछि चट्टसँगले मलाई चाहिँ डिजाइन बनाउने त्यो आदतै बसिसकेको छ, त्यही भएर म चाहिँ पुरा डिजाइन बनाउँछु। यसरी डिजाइन बनाएर दिँदाखेरि चाहिँ कस्टमरहरू खुसी हुन्छ नि त, त्यही भएर मलाई पनि खुसी लाग्छ। म चाहिँ यो स्यान्डविचहरू ड्रिङ्क्सहरू बनाउँदै गर्दाखेरि बहिनी र म्यामले चाहिँ सर्भ गर्नु भएको थियो नि त, त्यो टेबलहरू क्लिन गर्न थालेँ। त्यसपछि चाहिँ मैले काम गर्दा गर्दै चाहिँ अति भोक लाग्यो नि त, त्यही भएर अनि म चाहिँ गएर किचनमा खाना खान थालेँ। आज नाइटको खानामा चाहिँ रहेको थियो चिकन करी प्लस दाल भात अनि अलिकति सलादले अनि खान थालेँ। म चाहिँ हतार खाना खाएर चाहिँ बाहिर गएर टाइम हेरेको क्लोज गर्ने बेला भइसक्न आँटिछ, त्यही भएर म चाहिँ सरसफाइ गर्न लागेँ। टाइम अति धेरै बितिसकेको थियो नि त, त्यही भएर चाहिँ बहिनी र म हतार पतार गरेर सरसफाइ पनि गरिसकाइहाल्यौँ। आफै हेर्न सक्नुहुन्छ क्या, अब चाहिँ सफा अनि शान्त अब चाहिँ क्लोज गरेर रुमतर्फ लाग्नु पर्ने हुन्छ है। लास्टमा त त्यही त हो नि, आफ्नो बसन्ती जिन्दाबाद। सोचिरहेको छु यो महिनाको सेलर आएपछि त यो बसन्तीलाई पनि चट्टसँगले मोडिफाई हानिदिनु पर्यो भनेर। के कस्तो लाग्छ गाइस? सो गाइस यतिकैमा म चाहिँ रुम पनि आइपुगेँ र आज चाहिँ लास्टै थाकेको छ। अब चाहिँ फ्रेस हुनुपर्ने हुन्छ र आजको लागि मिनी ब्लग चाहिँ यति नै। भोलि पनि नयाँ ब्लगको साथ उपस्थित हुने बाचा गर्दै सबैजनालाई गुड नाइट, बाइ बाइ।